हेलो हेलो सबैजनालाई नमस्कार है। म चाहिँ यो चाहिँ यहाँ आज म यसो हाम्रो बाल्यकालमा पौडी खेल्ने खोलातिर जान लाग्छु होइन। धेरै भयो त्यो खोलामा नगएको। हामी सानो केटकेटी हुँदा चाहिँ एकदमै धेरै जान्थ्यौँ। अब अहिले चाहिँ विभिन्न काम अब आफ्नो आफ्नो व्यस्तताको कार्यव्यस्तता र गाउँमा साथीभाइ नभएको कारणले गर्दा पनि हामी अझै धेरै वर्ष भयो खोलामा स्विमिङ गर्न पौडी खेल्न नगएको। र यो चाहिँ हाम्रो गाउँतिर अब गाउँघरतिर यस्तै थियो नि, पानी पँध्यारो गर्ने बाटो हो होइन। यस्तो बाटो चाहिँ हामी पानीले नआउँथ्यौँ। अहिले पो घर घरमा धारा हुने जमाना आयो। पहिला चाहिँ पानी बोक्नु पर्थ्यो, एक ठाउँमा मात्रै सीमित धारा कुवा हुन्थ्यो, पानी बोक्नु पर्थ्यो। हाम्रो पानी बोक्ने बाटो हो यो हामी केटकेटीमा। ओहो सकि नसकी बोक्थ्यौँ हामी। यो चाहिँ हाम्रो कुवामा जाने बाटो। अब त्यहाँ एउटा कुवा छ। यो बाटो कति सफा गर्थ्यौँ हामीले पहिला, सरसफाइ चट्ट बनाउँथ्यौँ। अब अहिले यस्तो छ होइन, जङ्गल भएको छ यतातिर। सरसफाइ हुन्थ्यो पहिला, हिँडिन्थ्यो र सरसफाइ हुन्थ्यो। अब अहिले को हिँड्ने, जङ्गल भएको छ। म तपाईँहरूलाई हाम्रो कुवा पनि देखाउँछु। डेन्जर ठाउँमा छ हाम्रो कुवा चाहिँ होइन। है त यो हाम्रो चाहिँ एकदमै बाल्यकाल बितेको ठाउँ है। यो हाम्रो एउटा मेमोरी हो। यो ठाउँ भनेको हाम्रो लागि चाहिँ एउटा इतिहास जस्तै हो मेरो लागि चाहिँ। अनि यो पछाडिपट्टि चाहिँ अब एकदम झाडी भएको छ, खोला हो, बर्खामा पानी बग्छ यसमा चाहिँ। यता पछाडि देखिएको छ यो माथि देखिएको ठाउँ चाहिँ यहाँबाट झर्ना, यस्तो राम्रो झर्ना झर्छ बर्खामा। बर्खा सिजनमा चाहिँ दामी झर्ना झर्छ होइन। त्यहाँ हामी पौडी खेल्ने, नुहाउने गर्थ्यौँ यो झर्नामा। यतातिर हामी चाहिँ सानो पोखरी बनाएर, पुरेर पोखरी बनाएर थुनेर पौडी खेल्ने ठाउँ हो यो सबै है। र हाम्रो मेन भनेको कुवा, पानी बोक्ने ठाउँ चाहिँ यहाँ यस्तो छ है। यो कुनामा छ कुवा, यहाँ देखाउँछु। यो कुनामा यो चाहिँ हाम्रो पानीको कुवा। यहाँ चाहिँ हामी बाल्यकाल भन्दा पनि लगभग हामी 11-12 पढ्दासम्म यो कुवाबाट पानी बोकेर चाहिँ हामीले खायौँ। अहिले पनि कहिले काहीँ चाहिँ हामी यहाँ पानी लिन आउँछौँ। यहाँको पानी अलिकति मिठो पनि छ, पर मुनिदेखि आएको पानी होइन। म तलै जान्छु। पानी एकदमै मिठो पनि छ। अब यो गाउँको पानी सफा स्वच्छ पनि छ। पहिला हामी चाहिँ यहाँ सरसफाइ पनि गर्थ्यौँ। त्यही त हो, मान्छेको अब जरुरत नभएपछि सरसफाइ पनि हुँदैन। यस्तो छ कुवा, यस्तो छ होइन। यो आउने बाटो यस्तो ठाउँमा चाहिँ हाम्रो कुवा छ। अहिले चाहिँ अब सरकारी बजेट परेको छ अलिकति भन्ने कुरा सुन्नमा आएको छ। यो सायद मर्मत हुन्छ होला। तर यस्तो मजाको छ कि पानी आउँदा पनि नभिजिने ठाउँ छ। यस्तो चट्टानले पुरै घेरेको छ। यो चाहिँ हाम्रो पोखरीको कुवा भनेर चाहिँ चिनिन्छ। एकदम चिसो छ, जाडोमा तातो हुन्छ यहाँको पानी होइन, गर्मीमा चाहिँ चिसो हुन्छ। र यहाँ पहिला चाहिँ के थियो भन्दा, हामी गाउँमा पानीको अभाव, अनि यो कुवामा चाहिँ पानी, यही कुवाको भरमा हामी यहाँ धेरै घरहरू, 20-25 घर, अनि सबैको घरमा गाई भैँसीहरू पालेको अवस्था थियो। अनि पानी नपुग्ने राति आउनु पर्थ्यो पानी होइन। जसले रातिमा आउने पानी भेट्यो, दिउँसोमा आउनेले पानी नपाउने अवस्था थियो। त्यस्तो समय फेस गरेको। अब अहिले त विभिन्न योजनाहरू आयोजनाहरूले गर्दाखेरि पानी चाहिँ गाउँघरमा पनि पानी पुगेको छ। हाम्रो ठाउँमा चाहिँ पानी लगभग पुगेको छ होइन। अब त्यसरी छ। अनि यो कुवामा अहिले चाहिँ भरिभराउ पानी छ। यदि त्यो बेलाको जस्तो हुन्थ्यो भने अहिले यति पानी रहन्थेन। यो सबै सफाचट हुन्थ्यो होइन। यहाँ पानी जम्मा हुनै पाउँथेन, गाग्रीको लाइन हुन्थ्यो त्यो बेलामा। यो चाहिँ हाम्रो पोखरीको कुवा। यो एउटा हाम्रो चाहिँ मेमोरी, बाल्यकाल बितेको ठाउँ हो यो। त्यही भएर मैले चाहिँ सेयर गरेँ है। ल ओके, बाई।